अहिले चाहिँ म ठ्याक्क मलेसियाको मार्केटभित्र छु है। टेस्को पहिला उसको नाम चाहिँ टेस्को थियो, पछि गएर लोटस भन्ने बनेको छ। यहाँभित्र चाहिँ के सामान पाइँदो रहेछ छिरेर हेरौँ है त। यहाँ चाहिँ भाँडा आइटमहरू छ। यहाँ भाँडा आइटमहरू, किचन सम्बन्धी सामग्रीहरू, यहाँ बाल्टी आइटमहरू, हरेक सामान पाउँछ है यहाँ। यो लाइनमा आइरनहरू, यही ओभन, खानाहरू तताउन, खाजाहरू तताउनको लागि एकदमै राम्रो ओभनहरू। यही फ्यान, यहाँनिर ग्यास स्टोभ, यो लाइन फ्रिज, अनि यहाँ चाहिँ पानी तताउने जगहरू, इलेक्ट्रिक जग, हरेक आइटमको छ। तपाईँहरूलाई कुन चाहिने? फ्रिज, हरेक आइटम। अनि यहाँ भयो टिभी लाइन, सोनी, फिलिप्स, स्यामसङ, स्काइवर्थ, हामी चाहिँ अब यो तरकारी लाइनमा जाँदैछौँ। तरकारीहरू, तरकारी बजारमा। यो चाहिँ काउन्टर, तरकारीहरू धोइसकेर यहाँ यसरी मूल्य निर्धारण गरिन्छ। अब हामी जाँदैछौँ माछाको सिद्रा। सिद्रा आइटम हेर्नु कति धेरै छ, यति धेरै माछाको सिद्रा आइटमहरू। यहाँ रहेको छ चिसोमा राख्ने सामानहरू, जुन बिग्रिने खाले सामान आइटमहरू चाहिँ यहाँ रहेको छ। अब हामी जाँदैछौँ यहाँ के आइटम पाउँछ त। यो चाहिँ बाहिरबाट आउने माछाहरू, गोरु, गाई, भैँसी, यहाँ इन्डियन बफेलो पनि रहेको छ। यहाँ चाहिँ मासु राखिन्थ्यो, आज चाहिँ मासु आइटम सकिया रहेछ। यहाँ नै माछा आइटमहरू यति धेरै। यो चाहिँ प्राउन माछा, अब हामी यहाँ जाँदैछौँ अन्डा आइटमतिर। अन्डा आइटम हेर्नु यहाँ कति धेरै अन्डा आइटम छ। हाँसको आइटमदेखि लिएर हरेक यहाँ हेर्नु अन्डा आइटम, यति धेरै अन्डा आइटम छ। यो चाहिँ ढुकुरको आइटम, ढुकुरको अन्डा, ढुकुरको अन्डा। यो कालो कालो के हो यो? यो भयो चामल लाइन, चामल अहिले जुन मलेसियामा महँगाइ 5 वर्ष अगाडि यो 5 केजीको चामललाई जम्मा 12 रिङ्गेट थियो, अहिले बढेर 19 रिङ्गेट पुगेको छ। महँगी त्यस्तै बढेको छ, जुन पहिलाको जस्तो छैन। यो भयो चिसो लाइन, पानी पनि यहाँ यसरी बेच्न रहेछ। तपाईँहरू हेर्दै हुनुहुन्छ अहिले मेरो भिडियो। अब यहाँबाट चाहिँ म के लिन्छु भन्दाखेरि
अब सरफ लिएर जाँदैछु। यो चाहिँ सरफ साबुन लाइन। यहीँ सरफ 1 केजी 2 केजी 3 केजी 5 केजी हरेक केजी यसरी बनाएर राखेको छ सरफ चाहिँ। कति राम्रो बच्चा छ यहाँ। यो चाहिँ लोकल मान्छेहरू